यो एयरपोर्ट चाहिँ विशेष गरी केटी मान्छेहरूले मात्रै ह्यान्डलिङ गरेको एयरपोर्ट हो है त साथीहरू। इन्चोन इन्टरनेसनल एयरपोर्ट टर्मिनल 1। टर्मिनल 1 को कुरा गर्ने हो भने टर्मिनल 1 मा चाहिँ विशेष गरी विदेशबाट आउने प्लेनहरू मात्रै हो है त साथीहरू। कोरियन प्लेन ल्यान्डिङ हुँदैन। यो एयरपोर्टमा चाहिँ के छ भने दुईटा टर्मिनल 1 र टर्मिनल 2 गरेर दुईटा मात्रै टर्मिनल छ भने यो एयरपोर्टमा चाहिँ 2 नम्बरमा चाहिँ कोरियन प्लेन मात्रै ल्यान्डिङ हुन्छ है त साथीहरू। टर्मिनल 2 मा भनेको कोरियन प्लेन मात्रै ल्यान्डिङ हुने र कोरियन प्लेन मात्रै आउने जाने हुन्छ भने यो टर्मिनल 1 मा चाहिँ विशेष गरी इन्टरनेसनल प्लेनहरू जुनसुकै देशको प्लेनहरू नि यो एयरपोर्टमा बाहेक अन्त ल्यान्डिङ हुँदैन। यो एयरपोर्ट चाहिँ समुद्रमा अवस्थित एयरपोर्ट हो। यो समुद्रले चारैतिर घेरेको एउटै मात्रै टापुमा इन्चनको एउटा टापुमा निर्माण गरेको एयरपोर्ट हो। विशेष गरी यो एयरपोर्टमा चाहिँ एकदमै धेरै स्टाफहरू मध्येमा महिलाहरूले हेरिरहेको एयरपोर्ट हो है त साथीहरू। यहाँ चाहिँ अब महिला दिदीबहिनीहरू भनौँ न, अब कोरियन लेडिजहरूले मात्रै हेरिरहेको एयरपोर्ट हो। यो एयरपोर्टमा पुलिस भनेको देखिँदैन साथीहरू। यो एयरपोर्टमा केटा मान्छे भने पनि कमै देखिन्छ क्या साथीहरू होइन। जति पनि स्टाफहरू हुनुहुन्छ उहाँहरू चाहिँ धेरै जसो लेडिज स्टाफहरूले नै ह्यान्डलिङ गरिरहेको एयरपोर्ट हो साथीहरू। यहाँ अब पुलिस त यहाँ देखिँदैन, पुलिसै छैन यहाँ एयरपोर्टमा होइन। यो बोर्डिङ गर्ने ठाउँहरू म पनि तपाईँको यो बोर्डिङ गर्ने हो, यो यतापट्टिको लाइनहरू होइन। बोर्डिङ गर्ने ठाउँसम्म यहाँ आउन पाइन्छ जोसुकै पनि। हाम्रो त अब बोर्डिङ गर्ने ठाउँसम्म त कहाँ के बाहिरैबाट छेकेर आइसकेको छ साथीहरू। त्यही भएर हामी चाहिँ कोही पनि प्रवेश गर्न पाइँदैन होइन। यहाँ चाहिँ बोर्डिङ गर्ने ठाउँसम्म चाहिँ मजाले आउन पाइन्छ है त। आफ्नो मान्छेहरू यहाँ बसेर होइन टक्क बोर्डिङ सोर्डिङ गरेर अब उतापट्टि छिर्ने मेन इमिग्रेसन चाहिँ तलपट्टि छ यहाँबाट होइन। तल गएर प्लेन चढ्ने ठाउँ त्यहाँसम्म चाहिँ मजारी आफ्नो मान्छेहरूसँग बसेर अनि बोर्डिङ गरिसके पछाडि त्यस पछाडि चाहिँ आफ्नो मान्छेहरूबाट छुट्टिन्छ। यस्तो दामी छ है त साथीहरू।